हेलो एन्ड नमस्ते सबैजनालाई आई होप यु अल गाइज आर फाइन एन्ड म पनि सन्चै छु इट्स मी दिवस चौधरी वेलकम ब्याक टु माई च्यानल। अनि ऊ चाहिँ मेरो बुढी अनि हामी दुईजना भएर चाहिँ आज बजार आएको गाइज, पिप्रा बजार होइन। आज चाहिँ बुधबार, सो आज बजार लाग्छ, त्यही भएर चाहिँ हामी जाने बित्तिकै चाहिँ हामी चाहिँ बेर्ना लिन गएको। अनि उता बाटो पार चाहिँ चौकी छ अनि यता वारेपट्टि चाहिँ बजार लाग्छ। अनि अहिले चाहिँ बजारमा चाहिँ पिप्रा अस्पताल भवन निर्माण स्थल भनेर लेखेको रहेछ। मैले आज बोर्ड देखेँ गाइस होइन, अनि अचम्म पनि लाग्यो। अब चाहिँ यो बजार रहँदैन गाइस, अब चाहिँ बजारको सट्टा अब हस्पिटल बन्ने रहेछ। अनि हामी चाहिँ बजार गर्दा गर्दा चाहिँ मैले चाहिँ आलु पनि लिएँ होइन। आलु लिएपछि चाहिँ हामी घुम्दा घुम्दै अब ख्यात्रङ खुत्रुङ सब्जीहरू लिनु पऱ्यो भनेर चाहिँ, अनि सब्जीहरू ख्यात्रङ खुत्रुङ बोकेछ बुढीले होइन। अनि मैले पनि आलु बोकिरहेको थिएँ, बुढीले प्याज बोकिरहेको छ। अनि च्याउ पनि लगौँ न त भनेर च्याउ लियौँ होइन। हामी दुईजना मात्र छ घरमा, त्यही भएर चाहिँ दुईजनाको लागि चाहिँ पुगोस् भनेर च्याउ लियौँ। त्यसपछि अब घर जानु पऱ्यो भनेर चाहिँ जानुभन्दा अगाडि पकौडी पनि खाएर जाउँ नि त तातो तातो भनेर, अनि एक घन्टा पकौडी खायौँ होइन। एकदम मिठो बनाउनु छ आन्टीले पकौडा चाहिँ। अनि त्यसपछि चाहिँ हामी घरतर्फ लाग्यौँ। यो चाहिँ हाम्रो चाहिँ वडा कार्यालय गाइज होइन। अनि यो जाने बाटो चाहिँ सुपातिर जान्छ। अनि हामी चाहिँ घरतिर लाग्यौँ। जस्ट आजलाई चाहिँ यति नै। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ, सी यु इन द नेक्स्ट ब्लग गाइज, बाई बाई।